सङ्कल्पमा भविष्यको बहर, विद्यार्थीको सङ्कल्पमा भविष्यको बहर। पानी बचाऊ, रुख रोपौँ, प्रदूषण हटाऊ, साँचौँ पृथ्वीलाई हामी सधैँ हरियाली बनाऊ, साँचौँ पृथ्वीलाई हामी सधैँ हरियाली बनाऊ। धन्यवाद उद्घोषकज्यू। यस गरिमामय सभाका सभाध्यक्ष महोदय, अतिथिगण, अन्य अतिथिगण, निर्णायक मण्डल, विभिन्न विद्यालयबाट पालिनु भएका गुरुवर्ग तथा मेरा प्रतिस्पर्धी या अप्रतिस्पर्धी मित्रहरू, म कोट विद्यार्थीको तर्फबाट न्यानो अभिवादन। आज मिति 2082 साल 3 महिना 6 गतेका दिन प्याक्सनबाट आयोजित यस वक्तृत्व कला प्रतियोगितामा सहभागी हुन पाउँदा अत्यन्त प्रसन्नताको महसुस गरिरहेकी छु। आजको हाम्रो विषयवस्तु रहेको छ वातावरण संरक्षणमा विद्यार्थीको भूमिका। म आफ्ना केही बनाइराख्न सभापति महोदयबाट आज्ञा चाहन्छु। हामी सबैलाई थाहा छ वातावरण हाम्रो जीवनको आधार हो। वातावरण बिना मानव जीवनको कल्पना समेत गर्न सकिँदैन। खाने अन्न, बस्ने भूमि, पिउने पानीदेखि लिएर श्वास प्रश्वासको लागि चाहिने हावा, यी सबै कुरा वातावरणबाटै प्राप्त गरिन्छ। तर विडम्बना, आज हामी मानव आफ्नै स्वार्थमा आएर वातावरणलाई हानि पुर्याइरहेका छौँ। अव्यवस्थित सहरीकरण, औद्योगिकरण, औद्योगिक जन्यबाट निस्केको प्रदूषित हावा, प्लास्टिक जन्य वस्तुको अत्याधिक प्रयोग, प्राकृतिक सम्पदाको दुरुपयोगले वातावरण सन्तुलनमा क्षति पुर्याइरहेको छ। सभापति महोदय, यसको प्रत्यक्ष र अप्रत्यक्ष असर पनि हामीमै परिरहेको छ। जलवायु परिवर्तन, अत्याधिक गर्मी, बाढी पहिरो, नयाँ रोगको वृद्धि तथा स्थापना आजका यथार्थ हो। यस्तो अवस्थामा निर्वाह गर्नुपर्ने भूमिका सबैको भिन्न भिन्न हुन्छ। हामी विद्यार्थी देशका भविष्य र अहिलेका सचेत नागरिक हौँ। हामीमा नयाँ सोच, नवीन विचार र परिवर्तन ल्याउने जाँगर छ। त्यसकारण मेरो विचारमा वातावरण संरक्षणमा विद्यार्थीको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहन जान्छ। म आफ्ना भनाइ राख्न अनुमति माग्दछु र म आफ्ना भनाइ यस बुदागत रूपमा दर्शाउँदछु। हामी विद्यार्थी सर्वप्रथम त आफै सचेत हुनुपर्छ महोदय। जबसम्म हामीमा कुनै विषयवस्तुको जानकारी हुँदैन तबसम्म हामी त्यो विषयवस्तुको जानकारी अरूमा हस्तान्तरण गर्न सक्दैनौँ। त्यसकारण वातावरण संरक्षणको महत्त्व हामीमा बुझ्न र जानकारी हुन अत्यन्त आवश्यक देखिन्छ। हामीले प्लास्टिक जन्यको कम प्रयोग गर्ने, फोहोर व्यवस्थापनमा ध्यान दिने, पानीको जुगाउ गर्ने र रिसाइकल हुने वस्तुहरूलाई छुट्याएर राख्ने बानी बसाल्नुपर्छ। दोस्रो, हामी समाजमा चेतना फैलाउन सक्छौँ। अहिलेको युग विज्ञान तथा प्रविधिको युग अर्थात् 21औं शताब्दीको युग हो। हामीले विभिन्न सामाजिक सञ्जाल मार्फत विभिन्न नयाँ र सचेतनमूलक भिडियो तथा फोटोहरू पोस्ट गरेर समाजमा चेतना फैलाउन सक्छौँ। सँगसँगै विद्यालय र टोलमा इको क्लब, बाल क्लब जस्ता क्लबहरू सञ्चालन गरेर त्यसमा संलग्न भएर औपचारिक र अनौपचारिक कार्यक्रमहरू सञ्चालन गरेर समेत समाजमा चेतना फैलाउन सक्छौँ। उदाहरणका लागि कथा, कविता, सडक नाटक, पत्रिका इत्यादि। हामी उदाहरणै भन्न सक्छौँ महोदय। यदि हामी आफैले वातावरण मैत्री व्यवहार अपनायौँ भने हाम्रो अनुसरण गरेर अरूले पनि अपनाउन सक्छन्। एक थुकी सुकी र 100 थुकी नदी भने चाहिँ नेपालका हजारौँ विद्यार्थीले वातावरण र वृक्षारोपण गर्यो भने एक न एक दिन हाम्रो नेपाल हरियालीमा सम्कन्छ, होइन र महोदय? अवश्य पनि हो। हामी व्यवहारिक रूपमा उदाहरण बनेर समाजलाई सही मार्गमा डोर्याउन सक्छौँ। हामी सृजनात्मक छौँ। हामीले सामाजिक सञ्जाल र अन्य माध्यमबाट नयाँ उपायहरू सङ्कलन गरेर समाजमा कार्यान्वयन गऱ्यो भने समाजको मूल रूप कस्तो हुन्छ हामी कल्पना पनि गर्न सक्दैनौँ। हामीले समाजलाई परिवर्तन गर्न सक्छौँ। हामीमा जाँगर र सोच छ। त्यसकारण हामीले आफ्नो सोच र जाँगरलाई उत्पादित गरेर वातावरण संरक्षणमा राम्रो र सही निर्णय लिएर संरक्षण गर्ने भूमिका निर्वाह गर्न सक्छौँ। निष्कर्षमा म यति मात्र भन्न चाहन्छु कि जुन वातावरणलाई हामीले संरक्षित गर्ने प्रयत्न गरिरहेका छौँ त्यो वातावरण हाम्रो पुस्ताको लागि मात्र नभई भविष्यको पुस्ताको लागि पनि अमूल्य सम्पत्ति ठहरिन सक्छ। पृथ्वी हाम्रो घर हो र घर जोगाउनु हाम्रो कर्तव्य र दायित्व हो। अहिलेको सानो पाइला नै भविष्यको ठुलो परिवर्तन बन्न सक्छ महोदय। अहिलेका सचेत विद्यार्थी नै भविष्यका नायक हुन्। त्यसकारण मेरो विचारमा वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका विद्यार्थीको नै रहन्छ। यदि भन्दै म आफ्ना तर्क यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। जय पोहोर।